मलाई मान्छेहरूले सोध्छ क्या तपाईको कतिजना नानीहरू भन्छ अन्त मैले दुईटा छोरीहरू छोरा किन नबनाउनु भएको एउटा छोरा त चाहिन्छ त छोरा बनाउनु नि छोरा भनेको छोरा हो छोरी भनेको अर्काको घर जाने जात हो भन्छ क्या तर म तपाईलाई छोरीले पनि केही गर्न सक्छ लाइफमा छोरीले पनि तरक्की गर्न सक्छ छोरीले पनि उन्नति गर्न सक्छ भन्ने एक्जाम्पल चाहिँ म आज तपाईहरुसँग शेयर गर्दैछु है अन्त म त्यसको लागि पनि मैले भिडियो बनाएको यो है अन्त मैले अस्ति नै भिडियो गरेर ल्याएको थिएँ अन्त मैले चाहिँ बनाउनु पाएको थिइनँ मेरो अरु भिडियोहरु पनि पुरा थियो अन्त त्यही भएर चाहिँ मैले बनाउनु पाएको थिइनँ है अन्त आज चाहिँ तपाईहरुलाई म भन्दैछु हैन एउटा छोरी भनेर पनि हेला गर्नु हुँदैन क्या गर्ने छोरीले गर्छ है नगर्ने छोरीले मात्रै हो आमा बाउलाई दुःख दिने सताउने हैन अन्त आमा बाउको दुःख नबुझ्ने भनेको त्यो अबुझ छोरी हो जुन चाहिँलाई चाहिँ अब आमा बाउले चाहिँ टाउकोमा चढाएर राखेको हुन्छ नि त्यस्तोले चाहिँ लाइफमा केही गर्न सक्दैन क्या अन्त त्यही हो अब घरको दुःख बुझेको अन्त आफ्नो आमा बाउलाई माया गर्ने मान्छेले चाहिँ केही गर्न सकेन भने पनि दुःख चाहिँ दिदैन है साथीहरु साच्चै भनेको हैन अन्त यही एक्जाम्पल चाहिँ मेरो छ्यामाको दिन्छु है मेरो मम्मीको साइली बहिनीको चाहिँ 3 जना छोरीहरु हो नि त अनि मेरो ठुलो बहिनी अनि अर्को बहिनीको बिहे भएको छ अनि यो सानो बहिनी चाहिँ पढ्दैछ हो अन्त मेरो ठुलो बहिनी चाहिँ युएसए मा बिहे भएको छ हैन अमेरिकामा है अन्त कतिजना त अब अमेरिका गएर पनि त केही काम गर्दैन कमाउँदैन दुःख गर्दैन हैन जेसुकै होस् भन्ने खालको हुन्छ नि त अब अमेरिकै पुगे पनि त्यहाँको पैसा ठुलो भए पनि मान्छेले दुःख गरे भने त पाउने हो है बहिनीले दुःख गरेर पनि यो घर खडा गर्यो हैन एउटा छोरीले एक्जाम्पल दिएको हो नि त हैन गर्छ गर्ने छोराहरूले पनि गर्छ छोरीहरूले पनि गर्छ भन्नु खोजेको है मैले अन्त मेरो बहिनीले चाहिँ हुनु त उतापट्टि आन्टी अंकलले बनाउनु भएको घर पनि छ पुरानो घर हैन अन्त अहिले चाहिँ त्यो अब रेन्टमा लगाएको छ हो अन्त यो घर चाहिँ मेरो सानीमाको छोरीले बनाएको है अन्त खोइ त छोरा नहुँदाखेरि पनि मज्जाको लाइफ जिराख्नु भएको छ त हैन त्यो भएर क्या कसैलाई पनि भन्नु भन्दा अगाडि धेरै सोच्नु पर्छ छोरा चाहिन्छ कुनै के चाहिन्छ त्यो त अब उनीहरुको मर्जीको कुरा हो नि त छोरा बनाओस् या छोरी बनाओस् जेसुकै गरोस् हैन आफूले जस्तो संस्कार देख्छ त्यस्तै हुन्छ क्या नानीहरु अन्त त्यही हो हैन यो चाहिँ मैले एउटा मेरो बहिनीको एउटा छोरीको एक्जाम्पल तपाईहरु सामने सेट गरेको है अन्त छोरीले पनि चाहे भने सब कुछ गर्न सक्छ अहिलेको जमानामा छोरीहरु छोरा भन्दा अगाडि छ